हेलो नमस्ते प्रिय मित्रहरू, स्वादको जादु सुरु हुन्छ गोर्खा सेफ बाइटबाट। म बनाउन गइरहेको छु मुलाको अचार। प्यान लिनुहोला, प्यान गरम गरेर त्यसमा तोरी हाल्नुहोला। मुलाको अचारको लागि तोरी एकदमै मेन इन्ग्रेडियन्ट हुन्छ। तोरीलाई एकछिन सेलाउनु राख्नुहोला। सेलाएर राखेपछि मिक्सचरमा हालेर यसलाई ग्राइन्ड गर्नुहोला। ग्राइन्ड गरेर यसलाई एउटा पाउडर बनाउनु होला। अदुवा, लसुन र खोर्सानीको टुक्रा लिएर सिलौटोमा पिसेको छु। यहाँ सबै मैले रेडी गरेको इन्ग्रेडियन्ट हजुरहरूले देख्न सक्नुहुनेछ। यसमा अप्सनल छ, कतिवटा कुरा तपाईहरुकोमा एभाइलेबल हुन्छ हुँदैन, तपाईहरुले त्यही हिसाबले हाल्न सक्नुहुनेछ। यहाँ मैले एउटा हट प्यान लिएर थोरै ओइल हालेर 2 खालको जिरा एड गरेको छु अनि साथमा थोरै हल्दी पनि हालेको छु अनि रेडी गरेर सुकाएर राखेको मुलामा सबै मसलाहरू माथिबाट एड गरेर अघि तताएको तेल पनि यसकै माथि हालेको छु। सबै इन्ग्रेडियन्ट हालेर यसको माथि टेस्ट अनुसार सल्ट पनि हालेको छु अनि सबै इन्ग्रेडियन्ट हालेपछि हातले मजाले मिक्स गर्नु होला। हजुरहरूलाई कस्तो लाग्यो त मुलाको अचार? हेलो साथीहरू, हजुरहरूले पनि घरमा ट्राई गर्न सक्नुहुनेछ। हजुरहरूलाई अर्को के को रेसिपी चाहिएको छ कमेन्ट गरिदिनु होला। थ्यांक यू।